हेलो मिनासान कोन्निचिवा स्वागत छ नयाँ भिडियोमा है त। आज हामी पढ्छौं जापानमा तारिखलाई के भन्छ भनेर है त। जापानमा तारिखलाई निची भन्छ। एकदम महत्त्वपूर्ण छ यो, ध्यान दिएर पढ्नु होला है त। Subscribe to my channel. तारिखलाई चाहिँ जापानिज भाषामा निची भन्छ है त। निची भनेको तारिख। अब जापानिजहरूले सोध्छ के वा नान निची देश का। अब हामीले त आउनु पर्छ, आज कति गते बुझ्नु पर्छ हैन त। के वा नान निची देश का भने नि के वा झिताची देश भन्न सक्नुपर्छ है त। र त्यसकै विषयमा लिएर आज हामी पढ्छौं 1 गतेदेखि 30 गतेसम्मलाई जापानिज भाषामा के भन्छौं भनेर है त। 1 गतेलाई चाहिँ जापानिज भाषामा चाहिँ हेर्नु त चुइताची भन्दो रहेछ त 1 गतेलाई। 1 गतेलाई चुइताची भन्दो रहेछ। त्यस्तै 2 गतेलाई फुचुका भन्छ है त। 2 गतेलाई फुचुका 2 गते है त। जापानिज भाषामा हिरागानामा छ, हिरागाना नबुझे नेपालीमा पनि त राम्रोसँग हेर्नु होला है त। 3 तारिखलाई भन्छ मिक्खा है त। मिक्खा का भन्दा पनि केही फरक पर्दैन, का र खा एउटै है त। त्यस्तै गरी अर्को छ 4 तारिख। 4 तारिखलाई के भन्दो रहेछ योक्खा है। 4 तारिखलाई योक्खा भन्दो रहेछ है त। 5 तारिखलाई इचुखा भन्दो रहेछ है त। 5 तारिखलाई इचुखा है। इचुखा भनेको 5 तारिख है त। सबै यो डस्टेको। अर्को 6 तारिख। 6 तारिखलाई चाहिँ के भन्दो रहेछ मुइखा। 7 तारिखलाई नानोखा भन्छ है। नानोखा भनेको 7 तारिख है त। त्यस्तै गरी छ अर्को छ 8 तारिखलाई के भन्नु पर्यो 8 तारिखलाई यौखा है त। यौखा भनेको 8 तारिख। त्यस्तै अर्को छ कोकोनोखा। कस्तो सजिलो छ नि त कोकोनोखा। जस्तै अब कोकोनट भनेर सम्झ्यो भने पनि कोकोनटको कोको आउँछ है त। कोकोनोखा भनेको 9 तारिख है। 10 तारिख चाहिँ अलि फरक छ है। यसमा दुईटा स्टार लगाइदिन्छु। 10 तारिख चाहिँ सम्झिनु पर्ने हुन्छ है। 10 तारिख चाहिँ तोखा हुन्छ है। तोखा 10 तारिख। त्यहाँबाट चाहिँ हामी 11 तारिखमा जान्छौँ। 11 तारिखलाई चाहिँ के भन्नुपर्छ 11 भनेको जिउ इची निची है त। जिउ इची निची। जिउ भनेको 10, इची भनेको 11, निची भनेको दिन भनेको जिउ इची निची भनेको 11 है त। जिउ इची निची। अर्को छ मैले यहाँ लेखेको छैन है, तपाईहरु आफै लेख्नु होला। जिउ नि निची भनेको 12 तारिख है। त्यस्तै गरी जिउ सान निची भनेको चाहिँ 13 तारिख। तपाईहरु यहाँनेर आफू थप्दै जानु है त। यहाँनेर थप्दै जानु होला है। अर्को छ 14 मा गएर चाहिँ फरक छ है त। 14 मा गएर चाहिँ फरक छ। 14 लाई चाहिँ जिउ योक्खा भन्छ है त। जिउ योक्खा यो चाहिँ सम्झिराख्नु है। 14 चाहिँ फरक हुन्छ। 14 बाट फेरि 15 बाट माथिर सेम हुन्छ है त। जिउ योक्खा है। जिउ योक्खा भनेको 14 तारिख है। अर्को छ जिउगो निची भनेको 15 है त। त्यस्तै छ जिउ रोकु निची। जिउ भनेको 10, रोकु भनेको 6। आहा क्या सजिलो है। जिउ रोकु निची भनेको 16 तारिख। त्यस्तै 17 तारिखलाई जिउ नाना निची। कस्तो नाना भन्दाखेरि कति रमाइलो हुन्छ। नाना जिउ नाना निची है। त्यस्तै 18 गतेलाई जिउ हाची निची। जिउ हाची निची देश ने। जिउ हाची निची। 19 लाई जिउ क्यु निची है त। 19 लाई जिउ क्यु निची। मैले यहाँ लेखेको छैन, तपाईहरु आफै यहाँ 14 बाट थप्दै जानु होला है त। 14 बाट फेरि सेम हुन्छ है। जिउ गो निची, जिउ रोकु निची, जिउ नाना निची, जिउ हाची निची, जिउ क्यु निची। र 20 मा आएपछि चाहिँ सम्झिनु पर्छ। 20 लाई चाहिँ हाचुका भन्छ है त। हाचुका 20 लाई चाहिँ हाचुका भन्छ। हाचुका भनेको 20 तारिख है। अब 20 देखि लिएर 23 सम्म 20 तारिख देखि लिएर अब 21 ले के भन्छ त निजिउ इची भनेको 21, निजिउ इची निची भनेको 21 तारिख है त। निजिउ इची निची भनेको 21 तारिख। त्यस्तै अर्को छ निजिउ निनिची। 20 र 2 22। निजिउ नि भनेको 22, निची भनेको डे भइहाल्यो है त। निजिउ निनिची भनेको 22 तारिख। अर्को छ
लेखेको छैन यहाँ, तपाईँहरू आफै लेख्नु होला। मैले मुख्य मुख्य कुराहरू मात्रै लेखेको छु। निजिउ सान्निची, निजिउ सान्निची भनेको चाहिँ 23 तारिक है। त्यहाँबाट गएर अब फेरि फसादमा के पर्छ भन्दाखेरि 24 तारिकलाई फेरि छुट्टै भन्छ है त। 24 तारिकलाई यहाँनिर 14 तारिकलाई जिउ भनेको थियो भने 10 र 4 14लाई जिउ योक्खा भनेको छ भने अब गएर 24 तारिकलाई निजिउ योक्खा भन्छ है त। निजिउ योक्खा, निजिउ योक्खा भनेको यो चाहिँ सम्झिनु होला है। निजिउ योक्खा भनेको के रहेछ 24 तारिक है त, बुझिहाल्नुहुन्छ। अर्को छ अब 24 सम्म पुग्यो। अब 25 26 27 28 29 लाई के भन्छ त? 24 लाई अब 24 पुगेपछि 25 लाई निजिउ गोनिची है त। निजिउ गोनिची भनेको 25, निजिउ रोकुनिची भनेको 26, निजिउ रोकुनिची भनेको 26। त्यस्तै निजिउ नानानिची, निजिउ नानानिची भनेको 27। त्यस्तै गरी निजिउ हाचिनिची, निजिउ हाचिनिची भनेको कति हो त? 28 गते निजिउ हाचिनिची है त। अर्को त्यस्तै गरी छ 29 गतेलाई के भन्छ भनेर, 29 गतेलाई निजिउ क्युनिची है त। निजिउ क्यु, निजिउ भनेको 20, क्यु भनेको 9, 20 र 9 29, निची भनेको डे भनेको निजिउ क्यु निची है त। अर्को छ अब त हामी पुग्यौँ 30 0 30 30, 30 लाई सान्जिउ इची, सान्जिउ निची भन्छ है त। इची हैन निची है। सान्जिउ निची, सान्जिउ, सान भनेको 3, जिउ भनेको 10, 10 र 3 30, 10 × 3 गर्दाखेरि 30, सान्जिउ निची भन्छ है त। अब हुन त 32 तारिकसम्म पनि हुन्छ। अब यस्तै 31 लेख्नु पर्यो भने यहाँनिर सान्जिउ इची निची, हेर्नु कति सजिलो छ। सान्जिउ इची निची भनेको चाहिँ 31 तारिक है त। अर्को 32 तारिक पनि छ। 32 तारिकलाई चाहिँ के भन्छ? सान्जिउ नि निची है त। सान्जिउ नि निची, सान्जिउ नि निची भनेको सान्जिउ यो भइहाल्यो। अब इचीको ठाउँमा त राख्नु सजिलो छ, 2 राख्ने हो। नि, नि अनि डे भनेको निची भइहाल्यो। यति गर्दाखेरि 32 तारिकसम्म हामीले लेख्यौँ है त। तपाईँहरू 1 देखि 32 तारिक हुन्छ नेपालीमा, त्यसलाई जापानिज भाषामा कसरी पढ्ने भनेर एकदम जापानमा युजफुल हुने शब्दहरू है यो चाहिँ। यसलाई चाहिँ हामीले राम्रोसँग एकदम माइन्डमा राख्नुपर्दछ। यसरी चाहिँ जापानिज भाषा हामी सिक्दै जान्छौँ है त भन्दै अर्को भिडियोमा भेटौँला फेरि नयाँ प्रसङ्ग लिएर है त। बाइ बाइ, सायोनारा।